नमस्ते, वेलकम छ मेरो अर्को नयाँ भिडियोमा। साथीहरू, आशा छ सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि साथीहरू, बिहानैको समयमा भिडियो स्टार्ट गरिरहेको छु साथीहरू। अनि यता चाहिँ भाइले दाल बसाइसकेको रहेछ साथीहरू। लेख्नु भएको चुला आन्टीले चुला लिपेर होइन यहाँ घरको माइली बुहारी हो। माइला छोरा माइला बुहारी पनि यही हो। अब तर देख्न सक्नुहुन्छ साथीहरू, मेरो भाइ कति मेहनती छ। यो माइला हो, माइली बुहारीको धेरै खाँचो भइरहेछ यहाँनिर। सबैभन्दा के चाहिँ गर्न आउँदैन, चामल निफनेर यहाँनिर चुला पोतेर सब काम गर्छ साथीहरू। एउटा बुहारीको मात्रै खाँचो छ यहाँनिर, माइली बुहारीको साथीहरू। यता कान्छा, यता आन्टीले रक्सी बसिसक्नु भएछ। चारो अनि देखाउनु परेन यस्तो मेहनती भाइलाई। भाइको यता छु, मेरो भाइ कति मेहनती छ। मेरो कोहीले गाडी लिएर आइसकेको छ, म पनि लिनुपर्ने उयो साथीहरू। घाम पनि झुल्किसकेको अवस्था। म चाहिँ आन्टीहरू घर पुगेर आएको साथीहरू। यता चाहिँ कता हिँड्ने, स्कुल हिँडिसके कोही उठेकै छैन। भाइ, ओ भाइ, 8-9 बजिसक्यो त नउठ्ने। साथीहरू, म पनि यहाँ चुला लिपिनु पर्यो भनेर साथीहरू। चुला चाहिँ यस्तो भएको छ, त्यसैले लिपिदिनु लागेको। लिप्नु पर्ने हुन्छ। अहिले साथीहरू मैले चुला लिपिसकेँ। साथीहरू, हामी चाहिँ यहाँनिर मकैलाई मल लाउनुको लागि आइसक्यौँ। ड्रेस लाएर साथीहरू। यस्तो यहाँनिर भाइहरू चाहिँ पर आएर पनि लाउँदैछौँ पर। मकै चाहिँ यस्तो छ, म त ठुल्ठुलो पो होला भनेको त यत्रो छ त नि मकैको हालत। यहाँ चाहिँ साथीहरू म चाहिँ यसैमा लाउनु पर्यो है साथीहरू, मल। किन कताबाट यहाँनिर भाइ लोकहरूले चाहिँ लगाउने थियो, 3 भाइले मल। अहिले चाहिँ यत्रो बोट रहेको छ साथीहरू मकैको। पछि चाहिँ यो मल लगाएपछि हुन्छ हल बढेर ठुलो। म त होइन ठुल्ठुलो होला भनेको थिएँ हो। तेरो फोन नलिएको भाइ साँच्ची। हेलो साथीहरू, म चाहिँ फेरि आज चाहिँ घरमा आइसकेर म चाहिँ यहाँनिर लसनबारीमा लसन भर्न आइरहेको छु साथीहरू। देख्न सक्नुहुन्छ उठे बोकेर हाम्रो चाहिँ लसनहरू यस्तो हुन्छ है साथीहरू। लसुन, यता प्याज, यता घरहरू पनि बनाउँछ। यता चाहिँ आलु पनि छ साथीहरू।
हाम्रो लसुनको बोट त यस्तो रहेको छ साथीहरू। यता चाहिँ मुला अनि लसुन साथीहरू। म चाहिँ यहाँ लसुन, यो हाम्रो चाहिँ लसुन यत्रो छ। घर बन्दैछ। यता चाहिँ हाम्रो आलु। अब चाहिँ लसुनलाई खरानी छर्नुपर्ने हुन्छ। यहाँ हुन्छ साथीहरू। साथीहरू हाम्रो तोरीहरू यस्तो भइरहेको छ। यता चाहिँ एउटा के गरेको हौ? के गरेको हौ? खनेको? कामदारी हो। अब चाहिँ घर लागेको मुलाको बोरा बोकेर साथीहरू। किन लु उता हौ उता। यही छिटो यहाँबाट छिर ल। छिर है छिटो छिटो आऊ छिटो आऊ छिटो आऊ। अब चाहिँ गएर यो मुलालाई काटेर अचार बनाउनु पर्ने हुन्छ साथीहरू। भोलि घाममा सुकाउनु पर्ने हुन्छ। ल छिटो आऊ न हौ। ए